दार्चुलाको महाकाली नगरपालिका 7 धापमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री मालिकार्जुन मन्दिरको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको छ। यो मन्दिर यस क्षेत्रका स्थानीय श्रद्धालु भक्तजनहरूको आस्था, विश्वास र धार्मिक पहिचानसँग गहिरो रूपमा जोडिएको पवित्र स्थल हो। पुनर्निर्माण कार्यलाई व्यवस्थित, मजबूत तथा परम्परागत धार्मिक शैली झल्कने गरी सम्पन्न गर्ने उद्देश्यका साथ निर्माण कार्य भइरहेको छ। मन्दिर निर्माणमा स्थानीय श्रमदाताहरूको श्रमदान, समुदायको सक्रिय सहभागिता तथा देश विदेशबाट प्राप्त सहयोगले महत्वपूर्ण योगदान पुर्याएको छ। यसै क्रममा सुदूरपश्चिम प्रदेश सरकारले मन्दिर निर्माणका लागि 7,50,000 आर्थिक सहयोग उपलब्ध गराएको छ। साथै स्थानीय स्तर, देश तथा विदेशमा रहेका श्रद्धालु भक्तजनहरूको चन्दा सहयोग मार्फत हालसम्म 14,85,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भइसकेको समितिले जनाएको छ। मन्दिर निर्माण तथा व्यवस्थापन समितिले प्राप्त सम्पूर्ण सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गर्दै आएको छ। स्थानीयवासीहरूको एकता, आस्था र निरन्तर सहयोगका कारण मन्दिर निर्माण कार्यले थप गति लिएको छ। निर्माण कार्य सम्पन्न भएपछि यो मन्दिर धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्ने अपेक्षा गरिएको छ, जसले स्थानीय स्तरमा धार्मिक तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास समेत गरिएको छ।